4 दिनको र क्षणिक समयको यो समर्थनको उचाइले जसरी तिमीहरू आकाश चुम्न खोजिरहेका छौ, सायद त्यो आकाशबाट खसेर आफू लड्दा तिमीहरूलाई पत्तै नचल्न सक्छ। देशको इतिहासलाई दखल पुग्ने गरी अरूको लासमाथि खेलेर, अरूको रगतमाथि खेलेर जसरी राजनीति गरिरहेका छौ, अवश्य यहाँको कानुन र संविधानले नहेरे पनि कसैको संविधान र कानुनले हेरिरहेको छ। तिमीहरूलाई यही राजाको देशमा जन्मेर यही राजाको पुर्खाले एकीकरण गरेको राज्यमा राज शासन चलाएर बाँच्नुपर्ने, अनि तिमीहरूलाई त्यही राज संस्था मान्ने नहुने, त्यही धर्म मान्ने नहुने, त्यही संस्कृति मान्ने नहुने। ओहो मेरो नेपाल कसरी विकास हुन्छ होला है यो नेपाल। सायद तिमीहरूलाई अब भोलिदेखि दसैँ पनि चाहिँदैन होला, तिहार पनि चाहिँदैन होला, कुनै पनि चाडपर्व चाहिँदैन होला। भोलि पर्सि सायद तिमीहरूले भगवानको रूप धरेर आफै पनि भगवानको कुर्सीमा सुतपछि बस्नलाई पछि पर्दैन जस्तो लाग्छ। यो तिमीहरूको अहमता देख्दाखेरि आफूमा लागेको दागलाई प्रत्येकचोटि गर्दै तिमीहरू पन्छाउँदै जान्छौ र आफैलाई ईश्वरको सर्वोच्चतामा राखेर चाहिँ व्याख्या गर्न खोज्छौ। थुक्क तिमीहरूको बुद्धि